गाइस साथीहरू आज हजुरहरूलाई म झरना देखाउँछु है। हाम्रो गाउँको साह्रो ठुलो त छैन बहिनी, हाम्रो गाउँमा एउटा सानो झरना हुन्छ क्या। त्यो झरना चाहिँ आज देखाउन गइरहेको छु। बाटो चाहिँ यस्तो छ, झरनामा जाने बाटो खतरा छ। हाम्रो झरनामा जाने बाटो चाहिँ नराम्रो खालको खेपखेपे हुँदै जानुपर्छ। यता गाउँ छ, यता पुरै गाउँ हो। यस्तो राम्रो देखेको बादल आकाश यत्तिकै हुँदैछ। हाम्रो यताका रोपो हजुरतिरको कस्तो भएछ भनिदिनु होला, कमेन्टमा नि यस्तो दिनु होला, भनिदिनु होला। झरनामा जाने बाटो देखाउँदैछु। कस्तो छ के बाटो, खाँडफुँड चाहिँ छ अलिअलि बाटो चाहिँ। झरनामा जाने बाटोको पनि गाडी छ। यस्तो यता काम गर्न आउने बाटो यो यस्तो बाटो छ। झरना चाहिँ राम्रो छ क्या, जो बाटो जस्तो भयो नि हाम्रो झरनामा जाने बाटो चाहिँ नराम्रो छ, झरना चाहिँ राम्रो छ। बाटो चाहिँ झाडीले यतिखेर झाडी बढेर भक्कै भयो। गाइस हामी झरनामा पुग्न लागिसक्यौँ है। झरना जाने बाटो यस्तो अजिलो छ के, हेर्नु न। यस्तो खोला खोलै जानुपर्ने हुन्छ। यहाँ पानी खाने पाइप पनि छ, पानीको पाइप पनि थियो। झरना चाहिँ के हो क्या, कस्तो हावा चल्छ यो झरनामा जाने। झरनामा हावै डेन्जर चल्छ कि, त्यहाँभित्र कस्तो हावा चल्छ नि झरनामा पुग्दाखेरि त गाह्रो भयो। झरनामा जानलाई त बाटो ढुङ्गा कत्रो कत्रो छ। यता पर छ, यता नि पर छ। भित्र चाहिँ झर्ना छ, त्यो भित्र छ क्या। अनि घुम्न आउनेहरूले बाटो पनि खाँदैन हो। म चाहिँ बाटो पनि खाँदिँदैछु कि आँसी लिएर। म त फर्स्ट टाइम आएको अहिले त, म त पोहोर पर त आइरहन्थेँ। बाटो हेर्नु नि, यस्तो बाटो हुँदा पनि झरना पनि कस्तो राम्रो है। माथिबाट बाटो चाहिँ त्यस्तो छ। त्यो हावा फेरि कस्तो चल्छ। झर्ना चाहिँ पनि राम्रो छ क्या। यस्तो आइदिउँ भनेर आएको छ, माथिबाट झर्छ। राम्रो छ। पानी सानो भएर अझै राम्रो देख्छ होइन। पानी पुग्यो भने खतरा राम्रो देखिन्छ।
एकदम राम्रो छ के यस्तो पर हेर्नु न पर भित्र झर्ना छ पानी फेरि कति सफा हुन्छ यहाँबाट खाने पानी नै लिएर जानुभयो झर्ना चाहिँ झर्नामा आएर अब घर फर्किन लागेको अब झर्नामा आयो बाटो भने यस्तो छ क्या ढुङ्गै ढुङ्गा त्यसलाई हामीले केही सदुपयोग गर्न सकेको छैन आउन त बजारदेखि आउनुहुन्छ मान्छेहरू तर के गर्ने भयो नि बाटो यस्तो छ छैन जाम मेरो छोरीलाई लिएर आएको क्या आज छोरी छ एउटा बुदुनी छोटो छोटो खुट्टा भएको हेर्नु त कस्तो राम्रो छ मेरो छोरी छोरी पनि कस्तो लाग्यो भनिदिनु होला छोरा मान्छेको जस्तो कपाल काटिदिन्छु मैले छोरीको मान्छे चाहिँ सिम्पल छ के छोरी नि हामी प्योर गाउँले हो नि त त्यही भएर सिम्पल छ छोरी नि सिम्पल छ म पनि सिम्पल छु म बजारको साह्रै भिडियो हाल्न मन लाग्दैन हो म बजारमा हिँडेको भन्दा गाउँघरमा हिँडेको भिडियो हाल्न मन लाग्छ त्यसैले म बजारमा गए पनि म बजारको भिडियो कहिले पनि हाल्दिनँ नयाँ लुगा लगाएको भिडियो नि कहिले नि हाल्दिनँ मेरो यहाँबाट झर्ना हजिलो मोबाइल डुब्ने त होइन धन्दा मोबाइल छ ल यो हाल त एकछिन झोलामा हाल्नु न त्यही त भनेको फिट्टा न अब आँसी धरी लिएर आएको छु क्या गाई आँसी लिएर आएको छु बाख्रा हेर्न पनि आएको हामी आज बाख्रा छ नि मेरो कति धेरै बाख्रा छ बाख्रा कुनै दिन भिडियोमा देखाउँला म आज चाहिँ बाख्रा छोडेर यहाँ झर्नामा आएको बाख्रा तल चरिरहेको यतै बाख्रा हेर्न आउने यतै झर्ना छ हाम्रो गाउँमा फेरि बाख्रा चाहिँ डुङ्गुर छ आँसी लिएर आउनुपर्छ अब हामी घर लाग्यो बाटो त यस्तो अघिल्लो तामा रहेछ क्या यहाँ तामाको तरकारी कोलाई मनपर्छ गाई हामीलाई त मलाई त असाध्यै मिठो लाग्छ सानो उम्रे रहेछ यत्रो काटेर के गर्ने भनिदिनु न छाकै पुग्दैन यत्रो यसलाई कसरी काट्ने यस्तो मिठो हुन्छ यो हजुरहरूले खानुहुन्छ खानुहुन्न हामी त तामा खान्छौँ यस्तो मिठो हुन्छ यस्तो अर्कोचोटि आउँदा ठिक्क हुन्छ यस्तो छ क्या बाटै सफा छैन क्या बस्तु चर्न आउने बाटो हो बाटो दिएँ चाहिँ एकदम प्योर गाउँले हो क्या त्यही भएर मलाई बजारको चिनीमिनी हाल्न मन लाग्दैन बजार गए पनि म कहिल्यै भिडियो बनाएर हाल्दिनँ खालि गाउँघरको मात्रै हाल्न मन लाग्छ यहाँ घाँस रहेछ बाख्रा पाठाहरूलाई ल गाइज अहिलेलाई यति नै भिडियो अब बन्द गर्दैछु है म भिडियो